मेरो लामा
हामी पनि छनौट चाहन्छौँ किनभने भएको लागि धेरै मान्छे भेला हुन्छ भनेर हामी सोचेको थियौँ र तपाईँलाई जस्तो हुन्छ सुख दुःख र हाम्रो आमा बुवाहरूले सशक्त जसलाई चाहिँ टेबल कुर्सीको चाहिँ आवश्यक पर्छ उहाँहरूलाई चाहिँ टेबल कुर्सी छोडेर चाहिँ उहाँलाई चाहिँ टेबल कुर्सीको गुरुजीबाट एउटा सानो स्वागत मन्तव्य प्रस्तुत गरिदिनु म हामी जोधपुर विकास समाज विद्याको वार्षिक भेटघाट कार्यक्रममा उपस्थित हुनुभएका बाबा आमा दाजु भाइ दिदी बहिनी हाम्रो छोरी चेलीहरू फुपा पुछाजुहरू जुन आज यस वार्षिक कार्यक्रममा तपाईहरुले आफ्नो बहुमूल्य समय खर्चाएर पाल्नुभयो पुछाजुले भेट्न पाइन्छ यो ठुलो गौरव महसुस भएको छ मलाई निरन्तर रूपले आउँदो सालमा पनि हामी यसरी नै भेटघाट गरौँला वर्ष दिनमा एक ठाउँमा यसरी नै भेटघाट गरौँला यसरी नै बसौँला दुःख सुख बाँडौँला तपाईहरुले परेको दुःख सुख हामीसँग बाँड्नु हामीले परेको दुःख सुख तपाईहरुसँग बाँड्नु समाज भनेको नि के हो भन्ने कुरा चाहिँ तपाईहरुलाई योभन्दा पहिला दुःख बिमारी भएकाहरूले पनि हामीले सहयोग गरेका छौँ हामीले सबैलाई सकेसम्म सबैतिर हाम्रो र सम्मान गरी एउटा सानो हाम्रो यस संस्थाको तर्फबाट सानो मायाको चिन्ह हस्तान्तरण गरिदिनु म यस संस्थाका अध्यक्ष श्री हुलमान यस संस्थाका उपाध्यक्ष श्री हुलमान गुरुजीलाई आग्रह गर्दछु र सबै कार्यक्रम प्लिज उहाँहरू न्यू होममा र उहाँहरूलाई हामी एउटा सानो मायाको चिन्ह उहाँहरूले सम्मान र वेलकम गर्न गएको छौँ र उहाँको छली गुरु उहाँको चाहिँ हालको ठेगाना चाहिँ मान्छे अवश्य र पुरानो ठेगाना चुनाडा हाम्रो भित्र गाविस छली गुरु र उहाँलाई पनि वेलकम हाम्रो यस संस्थाको सदस्य भइदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौँ प्लिज उहाँलाई खाली दिनुहोला उहाँ हुनुहुन्छ हाल आज हाम्रो सदस्यता दर्ता गरेर हाम्रो समाजको सदस्य हुनुभएको छ र उहाँको हामीसँग विद्यार्थीको वेलकम स्वागत गरे उहाँले हाम्रो सदस्यमा आएको दिनुमा धेरै धेरै धन्यवाद उहाँलाई चाहिँ खाना लगाएर हाम्रो सम्मान नयाँ सदस्यता दिनुभएको राजु गुरुङ र मिसेस गङ्गा गुरुङलाई यस संस्थाको सदस्य हुनुभएको छ उहाँलाई चाहिँ तालिम हाम्रो नेपालीहरूले घर किन्दाखेरि मोर्गेज कसरी एप्लाई गर्ने कसरी मोर्गेजका सरसल्लाह कसरी एप्लाई गर्ने भनेर उहाँलाई चाहिँ त्यो उहाँको उहाँको अफिसमा चाहिँ गएर उहाँको फोन नम्बरको बाहिर पोइन्ट्स उसमा चाहिँ हामी पाइरहेका छौँ र मोर्गेज एडभाइजर चाहियो भने प्लिज हाम्रो प्रकाश गौतमज्यूलाई चाहिँ फोन गरेर हाम्रै गाविसको सदस्यलाई चाहिँ फाइदा हुने गरेर चाहिँ प्लिज मोर्गेज एडभाइजर चाहियो भने प्लिज हाम्रो प्रकाश गौतमज्यूलाई चाहिँ सम्पर्क गरिदिनु हुन म थ्याङ्क यू सबै फेरि भाषालाई प्रकाश कतिले मलाई चिन्नु भएको छ कतिले मलाई चिन्नु भएको छैन म भेराइटीको मास्टर्सको छोरा कान्छा
यदि बुवा आमाहरूले चाहिँ सम्झन सक्नुहुन्छ भनेदेखि अहिले म यहाँ छु, मेरो एकाउन्टिङ छ, मर्गेज छ र सबै अब यताउति सोलिसिटरहरू सबै छ। अब हजुरहरूलाई चाहिँ केही सुझाव चाहियो अथवा घरेन अथवा एकाउन्टिङमा केही परेन भनेदेखि प्लिज मलाई सम्झनु होला। मेरो ब्याङ्क नम्बर पनि छ, मेरो अफिस नम्बर पनि, मेरो अफिस नेपालमा पनि छ र यहाँ पनि छ। यति नै भन्छु। अब सबैलाई समयमा धेरै दिन थ्याङ्क यू। सबै फिमेल राष्ट्रका लागि थ्याङ्क यू। सबैभन्दा ठुलो कुरा भेटघाट हुन पाइयो आज, त्यही नै ठुलो छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। समाजका अध्यक्ष महोदय, महासचिवज्यू, कार्य समितिका सदस्यज्यूहरू र मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज धेरै समयपछि आइपुगेको छु। मैले आज गाउँको कुरा, फिरफिरीको विशेष गरेर हेल्थ पोस्ट, सायद पृथ्वीको अहिले यहाँ हुनुभएको मान्छेहरूमा एक प्याकेट मात्र थाहा छ होला। त्यो कुरा फिरफिरीको हेल्थ पोस्टमा अहिले एउटा एम्बुलेन्स आएको छ। एम्बुलेन्स त्यो हेल्थ पोस्ट 2050 सालमा मेरो नेतृत्वमा स्थापना भएको हो। उहाँ हुनुहुन्छ निवेदन कुमारी गुरुङ, उहाँले हाम्रो संस्थाको सदस्य हुनुभएको र हाम्रो सरकारी सदस्य हुनुभएको छ आजदेखि, र उहाँलाई हामी स्वागत तथा वेलकम भन्न चाहन्छु है। यस संस्थामा कर्णधारहरू हुन्छ भोलिपछि हाम्रो पाएपछि उहाँले नै यस संस्थालाई चाहिँ सञ्चालन Come on,
साथीहरूले सबैलाई हार्दिक नमस्कार गर्न चाहन्छु। आज ढोरपिपले समाज युनियनको यो वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेको छ। यो भव्यताका साथ सम्पन्न भएको भयो। मेरो निम्ति पनि ढोरपिपलेका दाजुभाइ दिदीबहिनीहरू सबै आफन्तजनबाट सँग चाहिँ भेट्ने र अग्रजहरूबाट आशीर्वाद प्राप्त हुने अवसर प्राप्त भएको छ। म धेरै खुसी छु र सानै भेटघाट जस्तो पनि भएको छ। यसको निम्ति म विशेष गरी हाम्रो गुप्ता सब्जी र लेख सब्जीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले भनेको उहाँले यति ठुलो वार्षिक भेटघाटमा उपस्थिति गराइदिनु भयो। अब हाम्रो धेरै पुरानो चिन्जानका आफन्तहरू सबै साथीभाइहरू भेट्न पाइएको छ। धेरै खुसी लागेको छ र म कमुदी नेपालको अध्यक्षको हैसियतले गोर्खा कपमा कमुदी युकेको निम्तोमा म 22 मेमा आइपुगेको हो र हाम्रो संस्थाको संस्थागत सम्बन्ध र युकेमा रहेका गुरुहरू र नेपालमा रहेका गुरु संस्थाहरूको हामी सहकार्य गरेर अगाडि बढ्छौँ। त्यो हिसाबसँग म आएको हो। ठाउँको चाहिँ चिनानी गराउने, आफन्तहरू चिनाउने यो चाहिँ काममा पनि ठुलो सहयोग पुग्छ जस्तो लाग्छ र दुःखमा सुखमा ढोरपिपले समाज युके आफ्नो चाहिँ पारिवारिक एउटा चाहिँ समाजको रूपबाट एउटा चाहिँ अभिभावक संस्थाको रूपबाट अगाडि बढिरहेको छ, बढ्नेछ भन्ने त्यो विश्वास पनि दिन चाहन्छु। धन्यवाद। र हामी सेकेन्ड प्राइज छ 100 पाउन्ड बराबरको 45 नम्बर मेरो नम्बर करेक्ट। उहाँलाई धन्यवाद। सेकेन्ड प्राइज पाउनु उहाँले हाम्रो समाजको तर्फबाट सेकेन्ड प्राइज। यहाँ नेपाल दुईजना लोक गायक गायिकालाई हामी यहाँ आज निमन्त्रण गरिरहेका छौँ र उहाँहरू हुनुहुन्छ देवी आले गोर्खा आरुघाटबाट र अर्को हुनुहुन्छ बालचन्द्र बराल गाउँ गोडी गाउँ कालिका। उहाँहरू चाहिँ हामी यहाँ स्वागत गर्न गइरहेका छौँ र हामीले एकछिनपछि खाना खाएपछि हामी उहाँहरूको प्रस्तुति सुनेछौँ। उहाँले चाहिँ हामीलाई केही गीत गाएर हामीलाई मनोरञ्जन दिनुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु र उहाँलाई वेलकम गर्न हाम्रो ढोर फिरफिरले देखाइदिनुपर्छ कि उहाँहरूलाई चाहिँ होइन फिरफिर गाविसम्म त जानै नै हुने रहेछ भन्नेसम्म पारिदिउँ। यो कुरा चाहिँ हामीले नैनी टाइममा एकपल्ट पारेको थियौँ। आज पनि उहाँहरूलाई चाहिँ उहाँहरूको सेखी चाहिँ हामीले झारेर पठाउनुपर्छ भन्दै खाँदै पनि गर्नुहोला र खाइसकेको चाहिँ दिदीबहिनीहरू दाजुभाइ बाबा सबै नाचसँग पनि रेडी भइदिनु होला भन्दै म चाहिँ यो माइक चाहिँ हाम्रो हेड अफ चेयरम्यानलाई ह्यान्डओभर गर्दैछु। थ्याङ्क यू। म बिचमा आइरहेको छु। धन्यवाद। आज हाम्रो नेपालबाट पाल्नु भएको अति नै मिठो स्वर्ग धनी हाम्रो देवी बहिनी हाम्रो गोर्खा छिमेकमा हुनुहुन्छ र हाम्रो ज्वाइँ बालचन्द्र बराल
हाम्रो ज्वाइँ बाइचल्लो खैरेनी टारको हो। ज्वाइँ हाम्रो खैरेनी टारको ज्वाइँ हो। तपाईँहरूले चिन्नु होला, दुलेवाडा भन्दा तल खैरेनी टारको ज्वाइँ हो, हाम्रो ज्वाइँ हो। तपाईँले सबैले चिनिराख्नु होला, मैले मात्रै चिनेर भने सबैले चिन्नु होला, हाम्रो ज्वाइँ हो। तपाईँहरूले भन्नु होला को ल्याउनु भयो, कसरी ल्याउनु भयो होला। एउटा देवी बहिनी हाम्रो गोर्खातिरको चेली हो। बालचन्द्र बराल हाम्रो खैरेनी टारको ज्वाइँ हो, दुलेवाडा भन्दा तल खैरेनी टारको ज्वाइँ हो। अब हामीले यति मिठोसँग यति जमाएर दोहोरी गाउनुपर्छ, यहाँ तपाईँहरू यति नाच्नुपर्छ। धेरै धन्यवाद छ र यो सम्मानको लागि। विशेष गरेर ज्वाइँ चेलालाई ससुरालीले सम्झिनु भनेको एकदमै औँसी पुण्यमा सम्झिनु पर्ने थियो। औँसी पुण्य नभए पनि यो दसैँ आए जस्तै लागिरहेको छ, दसैँमै आए जस्तो मानिरहेको छु। मैले सबैसँग भेटाउन पाइरहेको छु। सम्पूर्ण विशेष गरेर फिरफिरी समाज र जति पनि शुक्लगण्डकी होइन शुक्लगण्डकीबाट जति पनि पाल्नु भएको छ, विशेष गरेर तनहुँको ज्वाइँ, विशेष गरेर शुक्लगण्डकी ज्वाइँ, सबैलाई मेरो तर्फबाट नमस्कार है हजुर। र सासु आमा, ससुराबा, जेठान साहब, साला साली जो हुनुहुन्छ सबैलाई धेरै मनैबाट नमस्कार सम्झना। पहिले पुऱ्याउने होला, तुरन्तै ज्वाइँ आउन पर्यो भन्ने हो, सजिलो यही हो। ज्वाइँ चेलालाई न त ससुराले आउनलाई निम्तो गर्नुपर्छ, न त ज्वाइँलाई निम्तो गर्नुपर्छ बोलाउनको लागि। त्यसैले ठ्याक्कै इमर्जेन्सी बोलाइदिनु भयो, एकदमै खुसी लागेको छ। धेरै धेरै धन्यवाद। सँगै हाम्रो डेलियाले सँगै पाल्नु भएको छ। सम्पूर्ण तनहुँवासी फिरफिरी समाज सबैलाई मनैबाट आभार व्यक्त गर्दै, जतिले खाना खाइसक्नु भएको छ त्यो चिल्लो चाप्लो मासु पोलेको के थियो, अघिको के थियो नि, बङ्गुरदेखि लिएर के थियो, ल्याम थियो होला, के थियो होला।
Peter